नमस्कार। नेपाली साङ्गीतिक बजारमा 5 दिन अगाडि मात्रै प्रीति आलेको नाच्छु छम्म छम्म बोलको 2083 सालको पहिलो गीत सार्वजनिक भएको छ। उक्त गीतको सुमधुर आवाजमा प्रीति आलेको रहेको छ भने लय शब्द एक नारायण भण्डारीको रहेको छ। उक्त गीतको म्युजिक एरेन्जर आशिष अविरलले गरेका हुन् भने मिक्सिङ मनोज परियारले गरेका छन्। उक्त 2083 सालको प्रीति आलेको नयाँ तीज गीत नाच्छु छम्म छम्म गीत राग रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। उक्त गीतको भिडियो डिरेक्टर स्मृति तिमिल सिन्हा गुरुआमाको रहेको छ भने सिनेमा फोटोग्राफर करण चाइसरको रहेको छ। एडिट कलर नवीन घरती मगरको रहेको छ भने उक्त तीज गीत नाच्छु छम्म छम्म बोलको गीतको भिडियोमा प्रीति आले, रामचन्द्र अधिकारी, पाल्पासा डङ्गोल, एस दोर्गेनको उत्कृष्ट नाच रहेको देख्न सकिन्छ भने एमयुए सरिता मगरले गरेकी हुन्। प्रीति आलेको 2083 को पहिलो तीज गीत नाच्छु छम्म छम्म 5 दिन अगाडि सार्वजनिक भएको र 5 दिनमा 63,449 भ्युज प्राप्त गर्न सफल भएको छ। उक्त नाच्छु छम्म छम्म गीत यसै गीतकै गायिका तथा मोडल प्रीति आलेको अफिसियल युट्युब च्यानलबाट बजारमा सार्वजनिक भएको छ। तपाईहरूले 2083 सालको प्रीति आलेको पहिलो तीज गीत सुन्न र हेर्न छुटाउनु भएको छ भने प्रीति आले अफिसियल युट्युब च्यानलमा गएर सुन्न र हेर्न सक्नुहुनेछ। धन्यवाद। सङ्गीत दृष्टि।